अन्त गाइड नमस्ते सबैजनालाई। यो उजेनरको ढिकुवा खाजाघर हजुर देख्न सक्नुहुन्छ। यता सुकुटी सेकाको यो चाहिँ पसल भयो। यो ढिकुवा खाजाको यो चाहिँ अफिस भयो। हजुर देख्न सक्नुहुन्छ। यता बसेर खाने ठाउँ छ, सुविधा छ, वाइफाई पनि छ। हजुरले आउन सक्नुहुन्छ घुम्न। यता टिभीहरू पनि देख्न सक्नुहुन्छ। म त किचनको बारेमा चाहिँ देखाउन चाहन्न। यो त पसल भयो। त्यो बस्ने ठाउँहरू पनि छ, काइता छ, चिसा हावा पनि छ यहाँ। यो बाटो पोखरी हजुर देख्न सक्नुहुन्छ। खाजाघर ढिकुवा हजुर आउन सक्नुहुन्छ। कन्ट्याक्ट गरेर म नम्बर छोडिदिन्छु फेसबुकहरूमा, युट्युबहरूमा। यो टोयलेट भयो, चर्पी हजुर देख्न सक्नुहुन्छ। यस्तो फुलहरू, यस्तो बोट बिरुवाहरू रोप्नु भएको छ। नम्बर 5 यहाँ बस्ने, यहाँ तीनजना। नम्बर 6, नम्बर 7 अहिले चाहिँ खासै यहाँ गेस्ट हुनुहुन्न। यो चाहिँ नम्बर 3 टक्कै यसरी पर्जा खोल्ने, यसरी जाने भित्र। उहाँहरूले चाहिँ अर्डर दिनुहुन्छ। कतिवटा कोठा भन्दाखेरि 1 2 3 4 5 6 7वटा मात्रै कोठा छ खाजा खाने ढिकुवा घर। हजुरलाई कन्ट्याक्ट गर्न मन नखाने, फोन गर्न मन नखाने म तर फेसबुकमा नम्बर छोडिदिन्छु, फोन गर्नु होला। यो चाहिँ भराङ भयो। यसो भराङ ओर्ने यहाँ चाहिँ भाडा बसाउने ठाउँ रहेछ। खाजा खाने ठाउँ रहेछ। यहाँ चाहिँ चियाहरूको, कफी, पानी यताउतिको अन्त सामानहरू छ। भाइ चाहिँ कुक रहेछन् यहाँको। यो चाहिँ किचन भयो। किचनहरू चाहिँ राम्रो छ, सुविधा छ। भाइ हो उहाँ चाहिँ कुकहरू। भाइ उहाँ कुकहरू हुन्छ। उहाँ गेस्टहरू जानुभयो। मान्छे सघाउनु पर्छ नि।